Happy birthday to you. Hello guys, so good morning. स्वागत छ तपाईहरुलाई आजको मेरो नयाँ भ्लगमा र तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ मेरो वाइटी पनि यहाँ सुतिरहेको छ। वाइटी पनि उठ्यो हो। र गाइस आजको भ्लग चाहिँ एक्स्ट्राअर्डिनरी फ्यान्टास्टिक माइन्ड ब्लोइङ हुने आएको छ। सो गाइस तपाईहरुले हेर्दै जानुहोस् होला किनभने आज चाहिँ हाम्रो साथीको बर्थडे हो र आज हामीहरु बर्थडे सेलिब्रेसन गर्नु जाँदैछ र सबै मेरो साथीहरु पनि हुन्छ। सो गाइस किप अन वाचिङ, किप अन रकिङ। र यहाँ चाहिँ मेरो चिया पनि आइपुगेको छ। चियर्स, गरम गरम चाय। तो गाइस चलो चलते हैं बर्थडे पार्टी पर। बोलाउनु कस्तो कस्तो लाग्छ म त किन आफ्नै नाम बोल तिमीलाई मलाई सारन भन्न अप्ठ्यारो लाग्दैन? त्यही त त्यो भन्दा पहिला देख गरेको मैले उला फलो हामीले 10 के पुगेन हामीलाई। ओ या सो गाइस र फाइनली हामीहरु चाहिँ 14 माइल फाटक आइपुग्यो हो। हाम्रो साथीहरु आधी चाहिँ आइपुगेको छ र आधी चाहिँ पिछाडी आउँदैछ। अब हामीहरु यहाँनिर पर्खिने। गाइस यस्तो तर भएको गाइस। ओ भाइ साइड 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 डकुमेन्ट डकुमेन्ट सिम भयो यो लाइसेन्स यहाँ यहाँ काकाको तिमी लाइसेन्स पाउँदैन। आज खाली यहाँ बर्थडे पार्टीलाई मात्रै छ। किन स्कुटी झन्डै लडाइ पठाए त्यो उयो छ नि त्यो मतलब माथि उयोबाट आउँछ नि। ओ यो पर्ख त एकजनाले पर्ख त काम दिएछ क्या त्यही कारण हामी रोकेको तँलाई। सो गाइस र अब हामीहरु हिँड्यो। आज एकदम मजा गर्नु खोइ साइडहरु हैन। रोयल चाहिँ हामीहरु फाइनली अलगढा आइपुग्यो हो र यहाँ चाहिँ हामीहरु साथीहरु के सामान किन्नु जाँदैछ बर्थडेको लागि सामान। रोयल चाहिँ हामीहरु यहाँनिर के मिठाईहरु किन्दैछ। कस्तो 360 घुमाइदिएको बोल्दै गर र तपाईलाई थाहा भएकै कुरो हो है हामी त कहाँ जान्दैछ भनेर। मेरो साथीहरु यहाँ छ भित्र हो। आज चाहिँ हाम्रो साथी के भन्छ मेरो चाहिँ सानै दिनको साथी भनौँ न साहिलको चाहिँ बर्थडे हो। सो गाइस र फाइनली हामीले 30 किन्यो जन्मदिनको लागि सामान। रोयल चाहिँ हामीहरु संगमलाई पर्खिरहेको छ हो किनभने त्यसको चाहिँ काम आयो त्यही कारण चाहिँ कामको लागि चाहिँ गएको छ। रोयल चाहिँ हामी यहाँ आएर पर्खिरहेको छ अब। सो गाइस र फाइनली बर्थडे बोय आइपुग्यो। ह्याप्पी बर्थडे डियर साहिल। तर बर्थडे बोयलाई पर्खिँदा हस्छु भयो हामी। बोलाउन तिमी ओ तिमी जाने गाडीमा जाऊ तिमीले खोइ म गएर आउँछु। ए तिमी गएर आउँदा पनि हुन्छ। तिमी बर्थडे बोय पनि आइपुग्यो। हेलो भन्दै होला। हेलो सो गाइस र आउँदा बाटै ब्लक रहेछ हैन भइहाल्छ अहिले राखिहाल्छ। सुल्किँदैन 1 नम्बर छ नि त। सो गाइस र हामी आउँदा बाटो चाहिँ ब्लक रहेछ हो। अब यहाँदेखि चाहिँ हामीहरु हिँडेर जाने र हाम्रो साथीको एनएस बाइक पनि आइपुग्यो अन्त स्कुटी अन्त अर्को आउँदैछ। ल रोयल चाहिँ हामीहरु माथि जाँदैछ हिँडेर। यहाँ माथि चाहिँ भ्यू पोइन्ट। बर्थडे बोयले केक चाहिँ कसरी बोकिरहेको छ हेर्नुहोस् होला। ए केकको हालत चाहिँ अब बुझिसक्यो होला कस्तो भयो भनेर। र हामी माथि आइपुग्यो हो र यताको भ्यू हेर्नुहोस् होला अब। तर अहिले धुम्मले गर्दा देख्दैन रहेछ त्यति है। हाम्रो सामानहरु पनि आइपुग्यो।
केटाहरू पनि सबैजना भेट भयो ओछ्याएर चाहिँ म चाहिँ सुत्छु सो गाइस र हेर्नुहोस् होला यताको भ्यू रुखको टुप्पी स्याक्री देख्दो रहेछ सो गाइस र अब चाहिँ हामीहरू यहाँ झालमुरी बनाउने आँटेको यहाँ दुईजना चाहिँ एक्सपर्ट छ यी बनाउनुमा हो हेरिहाल्नुहोस् होला बिस्केट भएको छ सो गाइस र अब यहाँ केक कटिङ हुने आँटेको छ लो 1 2 3 स्टार्ट ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे डियर साहिल ह्याप्पी बर्थडे टु यु मे गॉड ब्लेस यु मे गॉड ब्लेस यु ह्याप्पी बर्थडे डियर साहिल Happy birthday to you. Happy birthday. एकछिन म पनि खुवाइदिन्छु तिमी ल चेरी यस्तो अंश हो हेर तिमी भ्लगमा हुँदैन नि यो चाहिँ हाम्रो सबै साथीहरू जस्ट नाप्ने त फिटिङ आउनु पर्ने केक पनि दल्नुपर्छ एकदम फिटिङ दामी ल एकदम हिरो देखेँ साथी पछाडि चाहिँ स्पाइडरम्यान छानेको हो अहिले चाहिँ हाम्रो केक आयो र अब चाहिँ हामी केक खाएको Cheers. Cheers गर्दै खो दुईजनालाई एक्लै चाहिँ वछि पा भन डल्लै ल देऊ न हाम्रो साथीहरुले हाल्यो हैन ल साथीहरुले हाल्दै रल चाहिँ हामीहरू झालमुरी खान्छ गाइस नेक्स्ट लेभल हो नि त उ अनिजल र सुजल छ नि अब फाइनली हामीहरू चाहिँ फर्केको र तपाईहरुलाई चाहिँ आजको भ्लग कस्तो लाग्यो प्लिज लाइक कमेन्ट शेयर एन्ड सब्सक्राइब चाहिँ नगर्दा पनि हुन्छ हामीलाई किनभने नेभर गिभ अप यस थ्यांक यू सो मच फर वाचिङ माई भ्लग ओके सी यु इन नेक्स्ट भ्लग टिल देन टेक केयर एन्ड बाइ बाइ सो गाइस र फाइनली हामीहरू फर्केको नाचेंगे सारी रात